जनामा त कोही न कोहीलाई त थाहा होला नि त्यसको बारेमा हैन यसो त गर्नु घाँटी सुक्यो यस्तो भनेर कमेन्ट चाहिँ गर्दिनु होला त्यही भएर मम्मी तपाईहरुले हेर्दै हुनुहुन्छ भने स्नेहा आएन भनेर मन नदुखाउनु होला यतिकै बस्न चाहिँ आनन्द लाग्छ यसरी बस्नु पर्छ जोजो अब आउनुहोस् त भनेर बसेको थिएँ हेलो नमस्ते स्वागत छ हजुरहरूलाई स्नेहा छेत्री ब्लगमा म चाहिँ साथीहरू अलिअलि भनौँ न के अरे बिरामी जस्तै छु आज चाहिँ उता शारदानगरमा बहिनीको के अरे हैन गुन्ने चोलो थियो अनि सुशीला पनि मलाई लिएर जान्छु भनेर यसरी रेडी भएर आएकी थिए तर म जान पाइनँ अनि म नगइसकेपछि अब यो पनि नजाने रे रिसाएर बसेकी छ त बिरामी भनेको सुनेको भए म आउने नि थिएन नि भन्न आउने थिएन नि म उतैबाट जान्थेँ नि भने अनि मैले अब के गर्नु त भने अनि त्यहाँबाट यहाँ करुणा र सुरुचि चाहिँ मैसँग छ बिहानदेखि नै म बिरामी भएको भएर साथीहरू हिजोसम्म चाहिँ जाने सल्लाह थियो हाम्रो मेरो हिजोसम्म चाहिँ जान्छु अझ भेट्नलाई पनि म आउँछु के अरे आउँछु सुनिल म बिहान चाहिँ आइपुग्छु भनेर मैले भन्थेँ तर जान पाइनँ अनि अब मलाई कस्तो भयो भनेर त यिनीहरूलाई थाहा नि त किनभने यिनीहरू छन् त मसँग अब के अरे उतातिर त बुहारी मान्छे भएर नि आएन भन्ने कुराहरू भयो होला है त्यस्तो चाहिँ नसोचिदिनु होला मेरो फ्यामिलीहरू के अरे शारदानगरको परिवारले हेर्नुहुन्छ नि त मलाई म बिरामी नै भएर नआएको यति दबाई खानुपर्छ साथीहरू बिहान दबाई खाएर सुत्यो भने साथीहरू म बेलुका 6-7 बज्दा नि उठ्न मन लाग्दैन अनि बेलुका दबाई खाएर सुत्यो भने बिहान 8-9 बज्दा नि उठ्न मन लाग्दैन मलाई त्यस्तो खाली डेन्जर दबाई खानु पर्यो यहाँ माइग्रेनको अनि नपत्याए म दबाई पनि देखाइदिन्छु के अरे अब है नाटक गरेको हो भन्नुहुन्छ भने आफ्नो घरमा के भन्छ अरे आफ्नो घरमा रमाइलो भन्दा कसलाई जान मन लाग्दैन हैन जसलाई पनि जान मन लाग्छ नि आफूलाई यस्तो भएर पो कतै जान मन नलाग्यो भोलि पनि छ भोलि पनि एउटा चाड हो के अरे होली अब भोलि पनि मलाई हिँड्न मन लाग्दैन त्यस्तै भइरहा भोलि अरू बेलामा अब भोलि त होली रे यसो त कुर्ता लाउनु पर्छ भनेर चमकचुङ हुने मान्छे मै हो तर अहिले भोलि त होली रे बाहा के गर्ने साथीहरू भने उखान सुनाएको जस्तो हुन्छ तपाईहरुलाई त्यही भएर मम्मी तपाईहरुले हेर्दै हुनुहुन्छ भने स्नेहा आएन भनेर मन नदुखाउनु होला यस्तै हो जिन्दगी आज बिरामी भयो अस्ति तपाईहरु आउँदा सन्चै थिए अब 81 फेरि बिरामी भयो के गर्नु त हैन त गर्नु केही बोल्दैन त हातै गल्यो एकछिन क्यामेरा ठडायो भने हात फतकै हुन्छ ल भन्नुस् अब एकैछिन यस्तो भिडियो बनाउनु नि मलाई खासै मन थिएन यस्तो बिरामी भएको बेलामा म बनाउँदिन भन्थे फेरि अहिले चाहिँ हल्का फ्रेस भएको भएर यति 1-2 शब्द भए पनि बोल्दिन न त आज 3 दिन भइसक्यो मेरो भिडियो नि गाएन ब्लग पनि हाले छैन मैले किन आएन भन्ने त हुन्छ नि त हेर्ने मान्छे हैन अब कसैलाई कोहीलाई पो हुँदैन होला त अब मलाई हेरिरहने मान्छेलाई त हुँदैन त हुन्छ 3 दिनसम्म किन हाल्नु भएन होला स्नेहा छेत्रीले भलक भन्नुहुन्छ होला मन पराउने मान्छे त भनिहाल्छ नि हैन सब्स्क्राइबर हुनुहुन्छ युट्युब फ्यामिलीले भन्नुहुन्छ भनेर मैले आज जबरजस्ती हालेको साथीहरू म हिजो सुनिल जानुको यहाँबाट बिहान कति बजे हिँडेर यहाँबाट 5-6 बजेतिर 5-6 बजे सुनिल हिँड्नु भयो अनि सुनिल हिँडेर बेलुका सुनिलले फोन गर्ने बेलासम्म ठिकै थियो अनि सानो छ मलाई हाल्नु नि मन लागेन यता देखा न म भन्दैछु साथीहरूलाई अनि बेलुका सुनिलले बुढी भोलि आऊ है जसरी बिहान भन्ने बेलासम्म म हुन्छ भनेकै मान्छे बिहान सर पनि आउनुभएको थियो सर आउँदा नि देख्नु भएको थियो होला मेरो फेस कस्तो भएको थियो भनेर सरले देख्नु भएको थियो मलाई बिहान चिया खाने बेलामा पछि लिन आउँदा नि देख्नु भएको थियो अनि सर अब यतिखेर भइसक्यो भयो म जान्न बिहान मेन भनेको बिहान हो काम हुने भनेको बिहान त म जान पाइनँ अब यतिखेर म जान्न भने मैले सरलाई पठाइदिएको साथीहरू म चाहिँ गएन मेरो ब्लग पनि अब धेरै लामो त आउँदैन छोटो ब्लगहरू चाहिँ हाल्न पर्यो आज हाल्न पर्यो भनेर अनि बसेर यी कपडाहरू पटाएँ यो सुरुचियाले हिजो धोथेँ यो लुगा अनि आज सुक्यो अनि यिनीहरू उठाएर लिएर अनि म चाहिँ बसेर भयो नि कपडा पटाउँछु भनेर किन हाँसेको त जोजोलाई देखेर के मलाई नि देखा नि ठुलो जोजोलाई जोजो नि अनि त्यही भएर साथीहरू म चाहिँ रेडी भएर नि आइसकेको थिएँ जान्छु भन्थ्यो अघि नै म आएको थिएँ अनि फेरि उसलाई फेरि चक्कर लगाएर चाहिँ एकछिन दबाई खाएर आराम गर्छु भनेको छोडेँ क्या सुते भयो त्यही भएर म नि बसे भयो
भने अब आउनुहोस् भनेर बसेको थिएँ स्नान नजाने भइसक्यो त्यही हो हाम्रो भनाइ चाहिँ अब यसरी बसेर त काम गर्न सकेको छु नि हेर्दा त हजुरहरूले फ्रेस देख्नु भएको हेर्दा त राम्रै छ नजिकै भएर हो इफेक्ट लगाएर होला कि राम्रै देखेको चाहिँ तर किनकि तपाईँको यत्तिकै हेर्दाखेरि न्याउरो कस्तो अँध्यारो देख्यो इफेक्ट हालेपछि त गोरो उज्यालो अनि राम्रो देखिन्छ नि चटक्क तर राम्री कालो बनाइदिएर नबना नि त्यो के त्यो गोरो बनाएको कालो भएछ राम्री चाहिँ वास्तवमा म मात्र छु अरू चाहिँ इफेक्टको कमाल हो तपाईँ के भन्नु यता पनि दामी भएको मन राम्रो भएको है साथीहरू भनिदिनुहोस् कमेन्ट गरेर जान नपाइने मक्ख भएको तयार भएर त आयो उहाँदेखि तर स्नेकको हालत देखेर चाहिँ जानै मन लागेन मलाई क्यामेरा अनुहार सुतेको कस्तो मजाले हात राखेको यता देखा त मलाई अब मेरो लिराको गीत जाना साथीहरू हो त्यो गीत हो त्यो गीत आउन बजा सारदा नगरमा केही हुनु यो आफ्नै नेचुरल हो नि त है पानी पर्यो पान्दारैमा फुल टिपिदिउँ कि त्यस्तो नगर्नु कस्तो अब म चाहिँ कपडा सपडा पटाउँछु म सुत्छु अब एकछिन अनि यिनीहरूले खाना बनाउँछु अनि बल्ल उठ्ने हो म त साथीहरू के बनाउने तरकारी सुरुचिले बनाएको हो सुरुचि बिचरा यहाँ माइतीमा बस्न आएको अरे आदेखि खाना यता मलाई देखा न म बोलेछु त माइतीमा बस्न आएको अरे दिदी घर बस्न आएको अरे बिचरा आदेखि खाना बनाइ छ यहाँ म त्यस्तै भइरह अब भन्दा एउटै देखेको है भन्दा नाटक पारे जस्तो हुन्छ होला तपाईँहरूलाई के गर्ने आफ्नै होइन माइग्रेन भएकोहरू भोकिरहनु भएको मान्छे थाहा हुन्छ नि साथीहरूलाई त धेरै जस्तोलाई त औले त्यो त नाटक हो भनिहाल्छ नि एकैछिन गर्ने एकैछिनमा यस्तो हो कस्तो जुम भएको हो त है किन हो यस्तो जुम भएको म जुम भए होइन नजिक भएर कि नजिक आउने अनि यस्तो भयो नि त ल तिमीहरू बोला म धेरै बोल्दिनँ अहिले खाना बनाउनु बेला बोले नै हुन्छ ए हुन्छ ल बाई कपडा पटाउनु ल साथीहरू अघि चाहिँ हामी चिया खाएर लुकासुका पटाएर म चाहिँ पल्टिरहेको छु सुरुचि चाहिँ खाना बनाउँदैछ अब के गर्ने मेरो भिडियो यसरी नै अब दुई तिन दिन बिराएर आए पनि मेरो भिडियोलाई माया गरिदिनु होला साथीहरू ल गर्न लि त कस्तो हात बढेको लि त नलेखन म चाहिँ अब के अरे पल्टिरहेको छु साथीहरू उता जान पाएन अब सुरुचि खाना बनाउनु जानु लाहा कर्नै घर जानु लाहा खाना बनाउँदै सुरुचि दिदी चाहिँ है सुरुचि दिदी चाहिँ खाना बनाउँदै कुकम्यान साथीहरू फ्रेन्च फ्राई बनाउँदै हुनुहुन्छ साथीहरू अहिले चाहिँ कपाल खोल्नु भएको छैन त्यसैले बोल्नु भएको छैन साथीहरू के भन्नुहुन्छ साथीहरूलाई अब हुन्छ पुच्छ देखेर भुकेर जो पुच्छर पछि के वास्ता भएको छ हाम्रो त्यही हो अब के गर्ने साथीहरू सबैजनालाई मेरो माया धेरै धेरै माया गरिदिनु होला सबैजना मेरो युट्युब सब्सक्राइबरहरूले मेरो लागि के अरे प्रार्थना गरिदिनु होला यो माइग्रेन भन्ने यो रोग के हो रोग हो कि के हो मलाई झरी अचाउनु परेछु गाडी सन्चोस् भनेर यस्तो रमाइलो हुँदा नि हिँड्न नपाउने कस्तो खाले रोग हो हिँड्न नि मन नलाग्ने एकैछिनमा खुसी हुन्छु एकैछिनमा फेरि दुःखी हुन्छु मान्छेहरूलाई भन्यो भने त नाटक पारे जस्तो लाग्छ गऱ्यो भन्छ होला है गर्न के गर्नु त अब सब यिनीहरूलाई थाहा करुणालाई थाहा सुशीलालाई थाहा सुरुचिलाई थाहा सुनिलाई थाहा अरू कसलाई थाहा कसैलाई पनि थाहा छैन मलाई कस्तो हुन्छ भनेर एकैछिनमा हातखुट्टा चिसो हुन्छ अनि एकैछिनमा हिजो त तैँले त्यो भिडियो कल गरेको थियो नि मलाई त्यतिखेर यति आफै रातो भएको नि दुखेर
यति यति भएको। अनि म त त्यहाँ ऐनामा हेरेको है, यसो हेरेको कलर लगाएको हो कि यसो पुसेछु होइन, नसा यति यत्रो नसा हुन्छ नि, यहाँ दुखेको थियो अनि यहाँबाट यसो सिल यहाँसम्म दुखिरहेको थियो। ऐना हेरेको त यति भएको रातो हिजो त एकैछिनमा दुखेर सिनिक एकैछिन सन्चो भएको थियो है। भेनासँग बोलेर भ्यायो अनि पछि कस्तो सिनिक भए जस्तो गरेँ नि, तैँले भिडियो कल गरेँ नि राति हो, त्यतिखेर यति यहाँ रातो हो। मैले तैँले फोन नगरे भए मलाई थाहा हुन्थेन, फोन गरेर मैले भिडियो कलमा आफूले देखेँ नि त। अनि यहाँ रातो भएको, अनि ऐनामा आएर हेरेको त यो सानो नसा त पुरै रातो भएको कि एक्कासी। अनि आँखा दुख्यो भनेर औषधि खायो, सुरुचिले औषधि खानुभयो दिदी भने, अनि खायो भने उसो सुत्नु भने, अनि आँखा रातो भएको तपाईँको सुत्नु भनेर म त कस्तो डराइ सुतेको। आँखा नि के रातो मात्रै भएन नि, आफूलाई यस्तो के भारी चिज राखेको हुन्न त्यस्तो लाग्ने कि। त्यस्तो भएको साथीहरू के गर्ने, कहिले यो आँखा रातो हुन्छ, कहिले यति टङ दुख्छ, कहिले त यस्तो हुन्छ, यसो निदायो नि त मुखहरू आफै चल्छ कि यस्तो मुखहरू त्यस्तो हुन्छ क्या। अब मान्छेहरूलाई देखाउन त हाँसो लाग्दो भएन, तर आफूलाई त थाहा नि। अनि यसरी सुत्यो, त्यो निदाउन लायो। अब म निदाउन लायो भनेपछि पुरै खुट्टाबाट टाउकोसँग झिरिङ हुने कि। कोही बेला थाहा साथीहरू माइग्रेन हुँदा के हुन्छ भनेर मलाई कमेन्टमा प्लिज भनिदिनु होला, यस्तो नर्मल हो कि होइन, यो एकदम च्याप्ने खाले माइग्रेन हो कि यो रोग हो कि। अब धेरै माइग्रेन त नभन्नु भाइ, टेन्सन हुन्छ। यसरी सुत्यो भने पनि अब निदाउन लाग्छु भने नि झिरिङ हुने कि न के है। अब तपाईँहरूलाई थाहा भने कतै तपाईँलाई त यो दबाईले होइन फुकफा गर्ने ठाउँमा के अरे राम्रो हुन्छ भन्नुहुन्छ नि, त्यो पनि सजेस्ट दिनु होला, कमेन्ट गरिदिनु होला प्लिज साथीहरू। मेरो युट्युबको फ्यामिलीहरू सबैले कमेन्ट गरिदिनु होला के गर्दा ठिक हुन्छ। म एकदम आत्तिसकेँ, किनभने मेरो जिन्दगी पछाडि त म मात्रै छैन नि त, मेरो बच्चा छ, मेरो बुढा छ, मेरो परिवारहरू छ होइन। त्यसको लागि भए पनि मलाई एकदम छिटो सन्चो हुनु मन लाग्छ। तर दबाईले काम नगरेको होइन, गरे तर कस्तो खाले काम गरे भने पहिला जस्तो चाहिँ झम्म हुने, चक्कर लाग्ने त्यस्तो चट्टै भयो है। तर सुत्ने बेलामा अनि बेलामा हातखुट्टा चिसो हुने अनि जिरिङ हुने त्यस्तो खै किन हो। म त के अनि हुन्छ नि त एकैछिन अब कोही पनि भएन भने यतिकै टोलाइदिन्छु, यतिकै बस्न चाहिँ आनन्द लाग्छ। यसरी बस्नु कोही नआयो हुन्थ्यो बोल्न, कहीँ यहाँ कोही पनि नआयो हुन्थ्यो, म त यो ब्ल्याङ्केटभित्र मात्रै बस्न पाएँ हुन्छ जस्तो भएको साथीहरू मलाई लाग्छ के भएको। अनि त्यो दबाईको उसले गर्दाखेरि होला, यो सुत्दाखेरि के घाँटी हुन्छ नि ट्याप्पै जोडिन्छ कि, थुक पनि मिल्न सक्दैन, ट्याप्पै यो घाँटीको त्यो भित्रको हुन्छ नि नली, त्यो अहिले पनि बोल्दाखेरि चाहिँ खासै सुक्खा भएको छैन है। जब म एकछिन कोहीसँग नबोलिकन बस्छु नि, यो घाँटीको त्यो दुईवटा नली टाँसेर ट्याप्पै भएर थुक्ने पनि गाह्रो हुन्छ क्या। यसो गरेर खोल्छु मैले, अनि अलिकति पानी खान्छु, अनि एकछिन चिसो भए जस्तो हुन्छ, पुरै सुक्खा हुने कि मुख होइन, यहाँको घाँटी सुक्खा हुन्छ कि। कसैलाई थाहा भने यसो गर्नु होला भनेर मलाई कमेन्टमा भनिदिनु होला, के अरे कमेन्ट गरिदिनु होला, राम्रो कमेन्ट गरिदिनु होला। कमेन्टबाट मलाई के भन्छ अरे के भन्छ अरे त्यस्तो विश्वास आँट दिनु होला। कमेन्ट राम्रो कमेन्ट गरेर सजेसनहरू भनिदिनु होला। कसैलाई थाहा छ भने मेरो अब धेरै नभए पनि 100-150जना सब्सक्राइबरहरू हुनुहुन्छ नि त, यतिजनामा त कोही न कोहीलाई त थाहा होला नि त्यसको बारेमा होइन। यस्तो गर्नु घाँटी सुकेर यस्तो हो भनेर कमेन्ट चाहिँ गरिदिनु होला। मेरो भिडियोलाई माया गरेर हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आजलाई यति पनि भन्न चाहेँ, सके भोलि पनि बनाउँछु, नसके 1-2 दिनपछि भए पनि मेरो भिडियो आउनेछ है साथीहरू। ल बाई।